हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ मेरो डे अफ थियो। सो आज चाहिँ हामी जाँदैछौँ बोटमा। हामी चाहिँ बिहान छिटै गरी घरबाट निस्केको थियौँ। सो हामी चाहिँ छिटो छिटो गरी लाग्यौँ बस साइड। सो बस पनि आएर बसिसकेको रहेछ। त्यसपछि हामीले भेट्यौँ साथीहरूलाई। त्यस पछाडि हामी बोट चाहिँ केमेर भन्ने ठाउँमा थियो। हाम्रोबाट चाहिँ मेबी 1.5 मेबी 2 नै आवर लाग्ने भएको कारणले चाहिँ हामी बिहान छिटै गरी ब्रेकफास्ट नखाइकन बिहान उठ्न 6-7 बजे नै कुद्नु परेको थियो। सो बिचमा रोकेको टाइममा चाहिँ हामीले कफी ल्यायौँ। कफी पिउँदै त्यसपछि हामी फेरि पनि लाग्यौँ केमेर साइड। सो भित्र चाहिँ एकदम धेरै गर्मी थियो। गर्मी भए पनि हामी चाहिँ एकदम धेरै एक्साइटेड अनि खुसी पनि थियौँ। किन भन्दा ग्रुपमा फर्स्ट टाइम साथीहरूसँग यसरी जाँदै थियौँ नि त बोटमा। सो त्यस पछाडि चाहिँ हामी गाडीबाट ओर्ल्यौँ। त्यो पछाडि चाहिँ थोरै हिँड्नु पर्थ्यो के, हिँडेर बिचसम्म आन्थलियामा मात्र गर्मी भनेको त यहाँ पनि गर्मी रहेछ। सो हामी चाहिँ त्यसपछि फाइनल्ली आइपुग्यौँ बोटमा। त्यस पछाडि हामी पालो भित्र गयौँ। त्यस पछाडि भित्र छिर्दै गर्दा चाहिँ हातमा लगाउने ब्यान्डेज दिँदो रहेछ। यो चाहिँ खानाको आइटम्सहरूको रहेछ। सो हामी चाहिँ यो लिएर भित्र छिर्यौँ। त्यस पछाडि हामीले चाहिँ ठाउँ हेरेर ठाउँमा बस्यौँ। किन भन्दा यहाँ चाहिँ एकदम धेरै भिड हुन्छ नि त। अझ अहिले त मध्य गर्मी भएको छैन, नभए गर्मीको बिचतिर त एकदम धेरै गाह्रो पनि हुन्छ कि सिट नपाएर। एकदम धेरै समरको बिचमा त झन् धेरै मान्छे हुन्छन् कि हटाइ हुन्छ। बोट एकदम धेरै भिड हुन्छ। तर हामी गएको टाइममा चाहिँ एकदम राम्रो थियो, मान्छेहरू पनि कम आएको थियो। सो त्यस पछाडि बोट स्टार्ट गर्यो त्यो। सो हामी चाहिँ साथीहरूसँग रमाइलो गर्दै एकदम धेरै खुसी हुँदै त्यस पछाडि राम्रो भ्यूजहरू हेर्दै हामी चाहिँ लाग्यौँ अर्को ठाउँतिर। सो बोटमा एकदम धेरै रिङ्गटो लाग्ने अनि बमिट आउला जस्तो भयो मलाई। सो मैले चाहिँ कफी मगाएँ अनि अरू साथीहरूले पनि कफी मगाउनु भयो। सो कफी पिउँदै हामी चाहिँ फाइनल्ली पुगेको छौँ बोट राख्ने ठाउँमा। सो त्यस पछाडि हामीलाई दिएको थियो लन्च, किनभने हामीले ब्रेकफास्ट खाएको थिएनौँ नि त, त्यसैले हामीलाई चाहिँ अलिक छिटो दिएको थियो लन्च। सो त्यो पछाडि हामी गयौँ स्विमिङ गर्नको लागि। यो ठाउँ चाहिँ टर्कीको मालदिभ्स भन्दो रहेछ। एकदम धेरै सफा पानी, राम्रो पानी। हेर्नु न, हजुरहरूले पनि देख्न सक्नुहुन्छ कस्तो दामी थियो कि पानी पनि एकदम धेरै राम्रो। अरू दिनमा चाहिँ जति बिजी नै भए तापनि छुट्टीको दिनमा चाहिँ टाइममा यसरी साथीहरूसँग रमाइलो गर्न पाउँदा चाहिँ विदेशमा भएको जस्तो फिल नहुँदो रहेछ कि। यतिकैमा समय पनि सकिसकेछ। सो त्यस पछाडि चाहिँ बोट पनि फर्कायो। दिउँसो चाहिँ म सुतिरहेको थिएँ, टाउको दुखेर रिङ्गटो लागेर। सो कतिपय ठाउँमा 2-3 ठाउँमा गएको भिडियोहरू त मैले क्लिक पनि गर्न पाएन। सो त्यस पछाडि चाहिँ हामी फर्क्यौँ। आजको दिन चाहिँ मलाई एकदम छोटो लाग्यो। यतिकैमा साथीहरूसँग छुट्टिने टाइम पनि आएछ। सो साथीहरूबाट छुट्टिएर अनि चाहिँ म गएँ मिग्रोसबाट हल्का सामान लिएर अनि चाहिँ फाइनल्ली म आइपुगेको छु घर। सो थ्याङ्क यू फर वाचिङ, बाई बाई।